गोजीमा त 1 रुपैयाँ नि छैन त। खाजा खाने बेला भइसक्यो, भोक पनि लाग्यो। आज छैला, कचिला, ह्याकुला, डाकुला, बारा, चिउरा, भटमास त खानु पर्यो। कोसित माग्ने होला त? बाटुली त्यसैसित माग्नु पर्यो। ए बाटुली, लौ न, मलाई साह्रै आपत पर्यो। के भयो टिकाराम दाइ, किन आत्ति देखाउनु भएको? मेरो घरमा श्रीमती सिकिस्त बिरामी छे। अचानक के भयो भयो, खल्तीमा 1 सुको छैन। 2000 जति छ भने मलाई सापड देऊ न हेर। 1-2 दिनमा म तिमीलाई फर्काइदिइहाल्छु। तिमीलाई धर्म लाग्छ बाटुली? हिजो बिहान पँधरामा पानी लिन जाँदासम्म त सन्चै हुनुहुन्थ्यो। त्यत्रो बेर गफ गरेर हामी छुटेको, के भएछ? त्यही त बाटुली, के भयो भयो हेर न। मान्छेको जीवनमा कतिखेर के हुने पत्तै हुँदो रहेछ। लौ न बाटुली, मलाई एकदमै हतार छ। 2000 दिइहाल न। मैले पनि अलिकति घर खर्च पचाएर राखेको थिएँ। अब पुतली भाउजूलाई त्यस्तो भइहालेछ, राम्रोसँग उपचार गर्नु है। हुन्छ बाटुली, हुन्छ। टिकाराम दाइ, हजुर। पुतली भाउजूको राम्रो ख्याल विचार गर्नु नि। बिचरा के दशा आइलाग्यो नि। घरमा बुढीले ढिँडो गुन्द्रुक खाऊ भनेर भन्थ्यो। त्यस्तो ढिँडो गुन्द्रुक खाने टिकाराम हो यो? अब त पैसा भइहाल्यो। छैला, कचिला, ढाइकोला, कुखुराका साप्रा, भटमास, चिउरा, मोमो सबै खाइन्छ। आन्टी, बहिनी टाढै पुगेर आउनुभएको? शिला नानी त्यहाँ बजारसम्म पुगेर आएको। नानीको घर यही हो? हजुर, यही हो, म यहीँ बस्छु। आउनुहोस् न, बस्नु, चिया खाएर जाउँ। आमा, घर त कस्तो राम्रो रहेछ है? राम्रो रहेछ, छिटिक्क परेको रहेछ। यहाँ त कोही पनि बस्दैनन्। होइन, शिला नानी एक्लै बस्छन् कि क्या हो? खै आमा, फेरि यत्रो घरमा एक्लै त बस्नु नपर्ने हो क्यारे? कतै बाहिर जानुभएको होला नि त बुवा आमा? आन्टी, बहिनी चिया दिनुहोस्। अनि नानी, तिम्रो बुवा आमा चाहिँ कहाँ हुनुहुन्छ नि? आन्टी, मेरो आमा बुबा कोही पनि हुनुहुन्न। म यो घरमा एक्लै बस्छु। आमा बुवा कोही पनि हुनुहुन्न? अनि कहाँ जानुभयो त उहाँहरू? 72 सालको भूकम्पमा परेर मेरो बुबा आमा दुवैजनाको मृत्यु भयो। यो कुरा सुनेर साह्रै दुःख लाग्यो शिला नानी। भगवान् पनि कति निष्ठुरी भएको होला। भाबीको लेखान त कसले मेट्न सक्छ र? आमा बुबा बितेपछि मलाई यो गाउँमा बस्नै मन लागेन। त्यसपछि म विदेश गएँ। विदेश गएर धेरै दुःख गरेर धेरै धन सम्पत्ति कमाइरहेको छु। अहिले त मलाई कुनै चिन्तै छैन आन्टी। यो घर पनि विदेश गएर कमाएको पैसाले नै बनाएको हो। यो खेत, यो जग्गा, यो अम्माको बोट, वरिपरिको जग्गा जमिन मेरो नै हो आन्टी। ए शिला नानी, तिमीले त धेरै दुःख गरेर कमाएकी रहेछौ। त्यही त आमा। शिला, म त तिमीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तिमीले गर्दाखेरि मेरो दाइ नेपाल फर्काउन सक्नुभयो। बहिनी, कमल धेरै राम्रो मनको हुनुहुँदो रहेछ। मैले त आफूले सकेको सानो सहयोग मात्र गरेकी हुँ।
छोरी हिँड घर जाउँ, दाई बुवा कुरेर बसिराखेको होला। ल त नानी हामी गयौँ है, यसो कहिलेकाहीँ हाम्रो घरतिर नि आउँदै गर न नानी। ल त सिला हामी गयौँ है। सानिया तिमी तपाईँ त विदेशबाट आउनुभएछ, खै त मलाई चक्लेट। ए मैले तिमीहरूलाई नै भनेर चक्लेट राखेको थिएँ। एकछिन बस्दै गर है, म लिएर आउँछु। इलाउ चक्लेट। ओहो मेरो दिदी त कति प्यारी। तपाईँ अब फेरि कहिले विदेश जानुहुन्छ त? सानिया अब म विदेश जाँदिनँ, अब म यही गाउँमा बस्छु। दिदी तपाईँ विदेशमा चाहिँ त्यसो भए त धेरै रमाइलो भयो। अब म जान्छु है। बिचारी त्यो सिला नानीले साह्रै दुःख पाकिरहेछ है छोरी। त्यही त भने आमा, त्यत्रो घर रहेछ, फेरि धन सम्पत्ति पनि टन्नै रहेछ। त्यो घरमा फेरि एक्लै बस्ती रहेछ है आमा। ए यो पनि म गर्छु आग्रा कुरा, ऊ गर्छ काग्रा कुरा। हिँड्छ लाग्नुभयो कि क्या हो? त्यही साथीहरूलाई यसो भेटेर आउँ कि भन्ने विचार गरेको। मैले त चिया बनाएर ल्याएको थिएँ, खानुस् न है। भइहाल्छ नि। अनि तिमी पनि खानु। हुन्छ। हेर्नुहोस् न, आज त आमा र बहिनी एका बिहानै निस्किनु भएको, यस बेलासम्म घर आइपुग्नु भएको छैन। कहाँ जानुभएको होला? ए केही नभनिकन जानुभएको? आइपुग्नु भयो त आमा र बहिनी त। आमा र बहिनी त आइपुगेछ। अनि आमा कहाँ पुगेर? म बजारसम्म पुगेर आएको छोरा। अनि तँ चाहिँ छिरी च्याट्ट परेर कहाँ हिँड्न लाने? यसो गाउँमा साथीहरूलाई भेटेर आउँ कि भनेर यसो जान लाग्यो आमा। ए ल ल जा, छिटो आइज है घर चाहिँ। निल आमालाई पनि चिया दिन्न जान। ए हुन्छ हुन्छ। पर्दैन पर्दैन, हामी बजार गएर आएको, सिलालाई बाटोमा भेट भयो, चिया खाएर जाउँ भने उही चिया खाएर आएको। लैजाऊ बरु यो झोला चाहिँ भित्र लगेर। ए हुन्छ, खाँदै गर्नुहोस् न है। त्यो सिला त हाम्रै गाउँमा बस्दो रहेछ नि। ए विदेशमा हुँदा हाम्रै गाउँ वरिपरि बस्छु भन्थे। विदेशमा हुँदाखेरि अन्जान जस्तो लाग्थ्यो, अहिले त हाम्रै गाउँघरको छर छिमेकी पो भइसक्यो। त्यसो भए तपाईँले भेटेर आउनुभयो, धेरै खुसी लाग्यो। थाहा छ दाइ, बिचारीले कति दुःख पाकिरहेछ। फेरि बाउआमा पनि कोही रहेनछन्, त्यो घरमा एक्लै बस्ती रहेछ। विदेशमा हुँदाखेरि भन्ने गर्थे दुःख देख्न सक्दिनँ भनेर, तर के गर्नु, आफै यसरी दुःख पाकिरहेछ। अनि थाहा छ दाइ, सिलाको त धन सम्पत्ति टन्नै रहेछ नि। म त छक्क परेँ। र विदेशमा बसेर त टन्नै पैसा कमाकी रहेछ नि। त्यही त भने बहिनी, एउटै देशमा गएर पनि सबैको भाग्य एउटै नहुँदो रहेछ। म पनि कमाउँछु भनेर विदेश गएकै हो क्या, तर के गर्नु, कमाउन सकिएन। अर्काको धन सम्पत्ति छ भन्दैमा के गर्नु। आमा, धन सम्पत्ति भएको त्यो सिलालाई बिहे गर्ने केटा त कति भाग्यमानी हुन्छ होला है।
त्यो केटाको त भाग्य नै चम्किन्छ होला है आमा? त्यही त भनेको छोरी, त्यस्तो भाग्यमानी केटी कसले पाउला? आमा आफ्नो आफ्नो भाग्यको कुरा हो। तपाईँहरू कुरा गर्दै गर्नु, म एकचोटि गाउँमा यसो साथीलाई भेटेर आउँछु है आमा। ल त आमा, म एकचोटि गाउँ घुमेर आउँछु है। ल ल छिटो आइज है घर। बुहारी लिन जाउँ छोरी आइज। सिलालाई जसरी भए पनि यो घरको बुहारी र मेरो भाउजू त बनाएरै छाड्ने हो। त्यति धनी केटीलाई त मेरो हातबाट जानै दिँदिनँ म। यो निल भाउजू यो घरमा छाउन्जेल हामी कसैले सुख शान्ति पाउँदैनौँ। त्यसैले यो भाउजूलाई यो घरबाट कसरी निकाल्नुपर्छ यो सृष्टिले जानेछ। यो त कमल होइन र? हो त। अनि यो मान्छे त विदेश गएको भन्थे। कहिले आएछन् मलाई त केही थाहै छैन। कमल, ए कमल, ए कमल, कमल, ए कमल, कमल। होइन विदेश गएको मान्छे कहिले आयो? हिजो आइपुगे नि शिवराम। ए ल ल कमल, पख है, म त्यहीँ तल आउँछु। ल ल हुन्छ, आउ न कुरा गरौँ। तिमीलाई यहाँ अचानक देख्दा त मलाई सपना जस्तो लागिरहेछ। तिमी त विदेशमा अलपत्रमा परेको छौ भनेको सुनेको थिएँ। अनि तिमी अचानक नेपाल चाहिँ कसरी आइपुग्यौ कमल? खै के भनौँ शिवराम, राम्रो कर्म गर्नेलाई भगवान्ले पनि साथ दिन्छ भन्थ्यो। आखिर हो रहेछ। कुन जन्ममा मैले के राम्रो काम गरेको रहेछु, फेरि परिवारसँग भेट हुन पाएँ। कमल, तिमीलाई यहाँ देखेर साह्रै खुसी लाग्यो मलाई त। मलाई पनि तिमीलाई भेटेर खुसी लाग्यो शिवराम। अनि तिम्रो हालखबर चाहिँ के छ नि? के भनौँ भाइ, छोरी विदेश जान्छु भनेर मरिहत्ते गरेकी छि। छोरीलाई विदेश पठाउन आफूसँग फुट्या कौडी छैन। त्यही भएर भएको घर जग्गा सबै मानिसकोमा भितो राखेर छोरीलाई विदेश पठाउन आँटेको छु कमल। तिमी यस्तो जान्ने बुझ्ने मान्छे भएर छोरीले दुःख पाओस् भनेर विदेश पठाउन लागेको? मन त छैन नि छोरीलाई विदेश पठाउन, तर उसको जितको अगाडि आफ्नो केही लाग्दो रहन्छ। त्यही भएर यो सब गर्न बाध्य भएको छु। फेरि आजभोलि त विदेश जानु भनेको फेसन जस्तो भइसक्यो। विदेश जान नसक्ने त आफूलाई आफूले मान्छे जस्तो ठान्दैनन्। विदेशमा कति दुःख छ पीडा छ भन्ने कुरा त तिमीलाई नि थाहा छ नि। तिमीले नि त्यो सब भोगेर आएको हो नि, होइन र कमल? विदेश जाँदैमा धन सम्पत्ति कमाइन्छ र इच्छा चाहना पुरा हुन्छ भन्ने छैन शिवराम। कि त विदेशमा बस्नेलाई थाहा छ, कि त विदेश गएर आउनलाई थाहा छ। मैले त छर छिमेकी इष्टमित्र साथीभाइको कुरा सुनेर विदेश गएर कुकुरले नपाए दुःख पाएर आएँ। र तिम्रो छोरीले त्यस्तो दुःख नपाउन्, एकचोटि मिल्छ भने सम्झाउनु शिवराम तिम्रो छोरीलाई। यदि तिमीले सम्झाएर मानिन भने म पनि सम्झाइदिउँला। कागले कान लग्यो भन्दैमा आफ्नो कानै नछामिकन दौडिने यस्तो मूर्ख काम हामीले गर्न दिनु हुँदैन शिवराम। हेर कमल, 12 वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राखो पनि सिधा होला, तर मेरो छोरी सम्झाएर मान्नेवाला छैन। आफू त बल्ल तल ज्यान जोगाएर नेपाल फर्किन सफल भए, समयमा नफर्किएको भए घर परिवार नै उठेबास हुने रहेछ। ए त्यस्तो पो हुन लाग्थ्यो कमल? ल ल,
म फेरि एकचोटि छोरीलाई सम्झाएर हेर्छु नि है। ल ल शिवराम, अहिले म लाग्यो है। ल ल कमल, यसो फुर्सद मिलो भने कहिलेकाहीँ आउँदै गर्नु है त मेरोतिर पनि। ल ल ल। मान्नेज्यू गाउनु, झट्ट बाहिर आउनु पर्यो। नमस्कार मान्नेज्यू। नमस्कार नमस्कार। किन हात्तिँदै आएको टिकाराम? हेर्नुहोस् मान्नेज्यू, खबर एकदमै नराम्रो छ। यसपालिको चुनावमा त्यो बलरामको छोरो बलेर पत्रकार मुकेश यादवले हजुरलाई धोबीले लुगा पछारे जस्तो पछार्ने योजना बनाइरहेछन्। तपाईँ एकदम सजग र सचेत रहनु पर्यो मान्यज्यू। हेर टिकाराम, म पनि मान्नेज्यू हो, मान्नेज्यू। चान्चुने खेलाडी होइन। मलाई पनि थाहा छ त्यो बलरामको छोरो बलेलाई र मुखलेश यादव पत्रकारलाई कसरी बिरालोले मुसा खेलाडी खेलाउनु पर्छ त्यो जानेको छु मैले। हेर टिकाराम, मैले त्यसै चाचाडा चुनाव जितेको छु र ती खेलाडीहरूको नि महाखेलाडी हो म। त्यो कुरा त मलाई थाहा छ नि मान्यज्यू, तैपनि मैले हजुरलाई सजग गराएको नि। बस टिकाराम, तिमीले मलाई यसै गरी बेला बेलामा सजग गराउँदै गर। भइहाल्छ नि मान्यज्यू। मान्यज्यूको लागि त मैले मेरो जीवनै अर्पण गरेको छु नि। म सानोभन्दा सानो खबर हजुर कहाँ पुऱ्याइहाल्छु। बरु ल चिया खर्च। मलाई